ओम गुरुदेव, गुरुदेवको चरणमा ढोक छ। अनि सम्पूर्ण उपस्थित हजुरहरूमा चाहिँ ओम गुरुको अभिवादन। म चाहिँ आज गुरुदेवसँग जोडिएको जस्तै 5 वर्ष पुरा भएर 6 वर्ष लाग्न लागेको छ होइन। त्योभन्दा अगाडि चाहिँ मेरो जीवनमा अरूले हेर्दा म एकदम सबै कुराले एकदम ठिकठाक सबै कुराले साथ दिएको व्यक्ति थिएँ, तर मेरो अन्तरात्माले सधैँ केही कुरो खोजिरहेको हुन्थ्यो कि। अनि तर मलाई के लाग्थ्यो, मैले के खोजेको हो थाहा छैन। मलाई घरिघरि के लाग्थ्यो, यस्तो यस्तो घरबार छोडेर मान्छेहरू हिँड्छन् होइन, घरै छोडेर बिग्रेर हिँड्छन्, सायद त्यस्तो पो हुन खोजेको हो कि। तर म त्यो चाहन्न, त्यो नचाहँदा मैले खोजेको के त, मलाई सबै कुराले भरिपूर्ण छ होइन। तैपनि म एकदमै असन्तुष्ट। मैले घरमा मेरो श्रीमानलाई भन्दाखेरि तँलाई मात लागेको, तिमीलाई मात लागेको हो कि यो सबै कुराको भन्नुहुन्थ्यो। अब मेरो समस्या कसैले नबुझिदिने, मैले सबैलाई भन्न नि नमिल्ने, साथीभाइलाई भन्दा झन् खुसी हुने, यस्तै दोधारमा हुँदै मलाई हाम्रो प्यारी भाउजू होइन, आदरणीय भाउजू अम्बिका भाउजू उपस्थित हुनुभयो। हुन त हामी सँगै हो, आइरहनुहुन्थ्यो। उहाँले यसरी नाइटमा भयो नि बस, तिमी नाइटमा बस्नुपर्छ भन्नुभयो। त्यो दिन बेलुकादेखि नै बसेँ मैले। अनि बसेपछि गुरुदेवसँग पर्सनली मैले फोनबाट कुरा गर्न थालेँ, मैले सेयर गर्न थालेँ आफ्नो कुराहरू होइन। अनि मैले खोजेको त गुरुदेव हो रहेछ कि। त्यसपछि मेरो त्यो भोग भन्छ नि, मनको त्यो प्यास, म पुग्नुपर्ने ठाउँ कता हो त्यो कहिल्यै भएन कि यही हो। अनि उहाँका सम्भव भएसम्म मैले उहाँसँग साधनाहरूमा जोडिएको छु, अनलाइनदेखि लिएर अनि फिजिकल्ली पनि होइन। यसै क्रममा अब अहिलेको यो गुरु साधनाबाट मैले जे प्राप्त गरेँ होइन, सबैसँग उहाँहरूले भन्नुभएकै जस्तै हो, मलाई पनि अनुभव भएको एकदम खुसी छु। अहिले मेरो शरीर पनि फुरुङ्ग कपास जस्तो भएको छ होइन। अहिले सबै कुरा व्यक्त गर्न पनि टाइम पनि छैन। र अहिले मेन चाहिँ यो साउन महिनामा मैले 3rd आई मेडिटेसन कोटेश्वरमा फिजिकली लिएको थिएँ गुरुदेवसँग। त्यो बेला मैले एउटा कुरा राखेको थिएँ, जस्तै मेरो एउटा काम बन्नुपर्ने, मेरो तर्फबाट एकदम बन्नुपर्ने होइन, तर कोही व्यक्तिले गर्दाखेरि त्यो काम अड्केको थियो। अनि त्यो काम बन्ने बित्तिकै मैले गुरु कृपा फाउन्डेसनमा केही रकम दिनेछु, डोनेसन भन्नु पऱ्यो होइन। अनि त्यो चाहिँ मैले सोचेको थिइनँ, झट्ट एक मुखबाट एउटा एमाउन्ट आयो कि। कतिजना साथीहरूले त्यो याद पनि गर्नुभएको छ। अनि त्यो काम मेरो तर्फबाट त त्यही बेला हुनुपर्ने थियो होइन, साउनदेखि नै, तर भदौ असोज यत्रो भयो, हुँदै भएन। अनि मलाई मनमा के लाग्थ्यो, म जहाँ बस्छु त्यो ठाउँमा चाहिँ गुरुदेवको पाइला मात्र एकचोटि पार्न पाए हुन्थ्यो, मेरो मनमा थियो कि। त्यो बेलादेखि नै थियो। तर गुरुदेव उता अस्ति बिचमा 2 महिना अगाडि चाहिँ गुरुदेव काठमाडौँ आउनुभएको थाहा पाएर मैले एकदम अनुरोध गरेँ। गुरुदेवको टाइम पनि थिएन, 5 मिनटको लागि मेरो घरमा सवारी भयो, उहाँको पाइला पऱ्यो, मैले चाहेको पनि भयो। त्यसपछि उहाँले मलाई कपुरहरू बाल्ने सल्लाह पनि दिइबक्स्यो, मैले त्यो पनि गरेँ होइन। घरको इनर्जी राम्रो छ भनिबक्स्यो। अनि अमृताजी हजुरले यो काम प्रब्लम सर्ट आउट हुन्छ, चिन्ता गर्नु पर्दैन भनिबक्स्यो। उहाँले भनेको 1 महिना 1.5 महिनामा भयो है काम सम्पन्न भएर। मैले त्यो बाचाअनुसार मैले मतलब क्युआर लिइकन दिएर नाइट मेडिटेसनमा भन्छु सबै साथीहरूलाई भनेर मैले सोच बनाएको थिएँ। त्यसै क्रममा चाहिँ उहाँको एउटा भिडियो देखेँ मैले, यो गुरु साधना 15 गतेदेखि जेठको छ भने सबैको अगाडि भनेको थिएँ। त्यसरी त्यही बेला भन्छु भनेर त्यो प्रोग्राम मैले गरिनँ होइन। आज सबै सामु मैले गुरुदेवको पाइला पर्नु बित्तिकै मेरो काम सफल भयो। तर मेरो हेल्थमा होइन, हेल्थमा समस्या हुँदा पनि मैले डक्टर कहाँ जान्न, म गुरुदेवलाई फोन गरेर भन्ने गर्छु। मेरो घरको फ्यामिलीलाई कसैले केही भयो उहाँलाई नै सेयर गर्छु। समस्या यस्तो व्यक्तिलाई राम्रो भन्नु न, अब भगवानै मानेको छु मैले त, उहाँलाई बताएपछि किन जानु परेर अन्त भन्ने मान्यता छ है। अनि आज चाहिँ अब अरू धेरै कुरा नगरौँ, मैले हाम्रो सरू म्यामसँग भए पनि होइन, हजुरहरूले मेरो नम्बरमा क्युआर पठाइदिइबक्सेला। मैले तोकेको एमाउन्ट मैले गुरु कृपा फाउन्डेसनमा आज मैले दिनेछु होइन, क्युआर गरिदिनेछु। अनि गुरुदेवलाई भेटेपछि मेरो जिन्दगीमा मैले जिन्दगी के हो भन्ने बुझ्ने मौका पाएँ राम्ररी। अनि एकदम खुसी छु कि 5-6 वर्षदेखि खुसी छु। सुरुमा त यस्तो चेन्ज भयो कि मै होइन जस्तो लाग्थ्यो। अब त म त्यही उसमा लयमा बाँचिरहेको छु, अहिले त नर्मल भइसक्यो होइन। यस्तै गरी बाँच्न पाइराखौँ है गुरुदेव, आशीर्वाद पाऊँ। अहिले बिदा पाऊँ, धन्यवाद।